एक समयको कुरा हो, रातो इँटाको सहर भक्तपुरको मुटुमा किशन गुरु नामका एकजना बुढा कुमाले बस्थे। उनको कार्यशाला धेरै होहल्ला हुने मुख्य चोकमा नभई एउटा शान्त गल्लीभित्र माटो र इँटाले बनेको सानो घरमा थियो। यहाँको संसार सुस्त थियो। सुनिने एउटै आवाज थियो, उनको पुरानो कुमाले चक्र, उनको चक्रको एक नासको लयबद्ध गुन्जन। किशन आफ्नो चक्रमाथि झुकेर बसेका थिए। उनी 60 वर्ष नागिसकेका थिए र उनको ढाड दुख्थ्यो, तर उनका हातहरू बलिया थिए। जीवनभरको कामले गर्दा ती गाँठा परेका थिए, तैपनि तिनमा एक कोमल सुन्दरता थियो जसलाई माटोको चाल थाहा थियो। उनी पवित्र माटोलाई आकार दिइरहेका थिए, त्यो विशेष रातो माटो जुन उनी आफै टाढाको मनोहरा नदीबाट ल्याउँथे। यो माटो खोज्न गाह्रो थियो र यसलाई चालेर पूर्ण रूपमा मसिनो र शुद्ध नबनाएसम्म त झनै गाह्रो। यो माटो उनको परिवारको विरासत थियो। पुस्तौँदेखि उनीहरूले यो माटो प्रयोग गरेर बलियो गाग्रीहरू बनाउँदै आएका थिए, जसले पानीलाई चिसो र सफा राख्थ्यो। तर उनीहरूले यसलाई एउटा गहिरो गोप्य उद्देश्यका लागि पनि प्रयोग गर्थे। उनीहरूले यसलाई एउटा पवित्र लुकेको मूलको जीवनदायी पानी जोगाउन प्रयोग गर्थे, त्यो मूल जसको बारेमा केवल उनीहरूको वंशलाई मात्र थाहा थियो। आफ्नो कार्यशालाको एउटा चिसो अँध्यारो कुनामा बेच्न खोजेका भाँडाहरूभन्दा पर किशनले एउटा सानो सङ्ग्रह राखेका थिए। ती सादा, कुनै बुट्टा नभएका भाँडाहरू थिए जुन त्यही मूलको निर्मल पानीले भरिएका थिए। उपत्यकाको लागि ती नै उनको अन्तिम आशा थिए। उनको चक्रको गुन्जन एउटा सान्त्वना थियो। झन्झन कोलाहलपूर्ण र तीव्र हुँदै गएको संसारमा पुराना शैलीहरूको एक मधुर काने खुसी थियो। तौमडी चोकका ठूला मन्दिरहरूको पछाडि लुकेको उनको सानो पसलमा हरेक दिन भाँडाहरूको सङ्ख्या घट्दै गइरहेको थियो। ती बदलिन्दो समयका साक्षी बनेर चुपचाप लहरै बसेका थिए। किशनले चोकलाई शान्त भावले हेरिरहे, यस्तो भाव जसमा लगभग हार स्वीकार्य जस्तो देखिन्थ्यो। उनले भिड देखे, मानिसहरूको त्यो जीवन्त घुइँचो, तर त्यो भिड उनको लागि जम्मा भएको थिएन। तिनीहरू प्रज्वलको नयाँ पसल वरिपरि जम्मा भएका थिए। प्रज्वल छिटो मुस्कुराउने र त्यो भन्दा पनि छिटो हात चलाउने एक जवान कुमाले थियो। उसले दर्जनका दर्जन भाँडाहरू बेच्थ्यो। उसका भाँडाहरू किशनका भन्दा चम्किला थिए, भड्किला रङहरूले पोतिएका थिए र धेरै सस्ता पनि थिए। उसले सजिलै पाइने, आफैले मिसाएको माटोबाट हतार हतारमा भाँडाहरू बनाउँथ्यो। उसले छिटो कामको वाचा गर्थ्यो र सस्तोमा बेच्थ्यो। बजारकी एक चलाक पसले माइती दिदियो किशनको गल्लीबाट हिँड्दै गइन्। उनको हातमा प्रज्वलका 2वटा नयाँ भाँडाहरू थिए। उनी मूल्यलाई राम्ररी चिन्ने एक व्यावहारिक महिला थिइन् र उनको परिवार पनि थियो। अरू धेरै जस्तै उनले पनि पसल फेरेकी थिइन्। प्रज्वलका भाँडाहरू उनको परिवारको थैलीलाई हलुका थिए। किशनले उनको छनोटको मौन पीडा महसुस गरे। आफ्नो जीवनभरको समर्पणको त्यो सुस्त क्षयीकरणलाई महसुस गरे। तैपनि उनी बदलिने थिएनन्। उनले आफ्नो माटो वा आफ्नो आत्मालाई दूषित पार्न अस्वीकार गरे। उनलाई मनोहराको रहस्य थाहा थियो। उनलाई थाहा थियो कि मनोहराको निर्मल रातो माटो एक प्राकृतिक छान्ने वस्तु थियो, जसले उनका भाँडाहरूलाई कुनै पनि मिसाइएको माटोले दिन नसक्ने शुद्धता र बल दिन्थ्यो। आफ्ना विधिहरूसँग सम्झौता गर्नु भनेको आफ्ना पुर्खाहरूलाई धोका दिनु थियो। त्यो भन्दा पनि बढी यसको अर्थ हुन्थ्यो कि त्यो पवित्र मूलको पानी, उनको उपत्यकाको एकमात्र साँचो उद्धार जीवित रहने थिएन।
किशनको मनमा एउटा गहिरो चिन्ता बस्न थालेको थियो। हप्तौँदेखि आकाश कठोर रित्तो नीलो रङको थियो। घामले पृथ्वीलाई निर्दयतापूर्वक जलाइरहेको थियो र हावा गहरौँ र स्थिर थियो। किशन भूमिको हरेक धड्कन बुझ्थे। उनले सुक्खा माटोको तिर्खा महसुस गर्न सक्थे र उनलाई थाहा थियो कि यसले एउटा गम्भीर चेतावनीको कानेखुसी गरिरहेको थियो। काठमाडौँ उपत्यकामा एउटा ठूलो खडेरी बिस्तारै फैलिरहेको थियो। एउटा यति गहिरो तिर्खा जसले उनको पवित्र मूललाई समेत सुकाइदिने खतरा थियो। उनी बिस्तारै उठे र आफ्नो ताकतर्फ गए। उनले आफ्नो लागि राखेको एउटा सानो बुट्टा नभएको माटोको भाँडो छोए। यो त्यही लुकेको स्रोतको पानीले भरिएको थियो र अचम्मैसित चिसो र सफा थियो। चोकबाट उनले हाँसो र तालीको गडगडाहट सुन्न सक्थे। यो प्रज्वलको पसलबाट आएको टाढाको कोलाहल थियो। चम्किला रङ पोतिएका हतारमा बनाइएका भाँडाहरूको अर्को द्रुत बिक्रीको उत्सव मनाउँदै। त्यो आवाज उनको कान खायो। एउटा चिसो सोच उनको मनमा बस्यो। जब वास्तविक तिर्खा लाग्नेछ, जब साँच्चै नै निराशाले गाँज्नेछ, के कसैले साँचो शुद्धता र छिटोको सौदाबाजी भिन्नता याद गर्ला? के उनीहरूले शुद्ध पानीको अनुभूति कस्तो हुन्छ वा असली माटोले के गर्छ भनेर छुट्याउन सक्लान् र? उनको अन्तिम आशा त्यो पवित्र मूल पहिल्यै सुक्दै गइरहेको थियो र त्यसको कोमल पानी सत्य र समयले बनाएका भाँडाहरूमा मात्रै बाँच्न सक्थ्यो। उनले आँखा चिम्लिए। आफ्नो गोप्य ज्ञानको बोझ र उपत्यकाको आसन्न विनाशको भारले उनलाई थिचिरहेको थियो। चुपचाप विश्वास गर्ने समय बित्दै थियो, तर केही गर्ने समय अझै स्पष्ट भएको थिएन। दिनहरू हप्तामा बिलाउँदै गए र खडेरीको कुरा उपत्यकाभरि कोलाहल बन्यो। धरती थाकेको थियो। धानका हरिया खेतहरू पराल जस्तै पहेला भएर खुट्टाले कुल्चिँदा कत्र्या कुत्रुक बज्न थाले। कुनै बेला पृथ्वीका नसा झैँ भरिला बग्ने खोला नालाहरू सुकेर पातला हिलाम्मे धर्सामा परिणत भए। सधैँ उदार रहने गहिरा इनारहरूले पनि मुस्किलले अलिअलि मात्र पानी दिन थाले। एक पटकमा केही घुट्की मात्रै। पानी अब आकाशबाट सित्तैमा पाइने उपहार रहेन। यो त हरेक भाँडामा, हरेक गाग्रिना, हरेक घरमा जतन गरेर राख्नुपर्ने खजाना बन्यो। धुलाम्मे टौमढी चोकमा प्रज्वलको पसलमा निकै भिड थियो। उसका चम्किला नयाँ भाँडाहरू सस्ता थिए र उसले यति छिटो बनाउँथ्यो कि कहिल्यै अभाव हुँदैनथ्यो। पानी जम्मा गर्न सबै आतुर थिए र उनीहरू उसैकोमा आउँथे। ऊ आफ्ना भाँडाहरू बेच्दा मुस्कुराउँथ्यो। उसको हाउभाउमा स्फूर्ति भरिएको थियो। अलि पर एउटा पुरानो मन्दिरको छाहारीमा किशन गुरुले हेरिरहेका थिए। उनीसँग आफ्नै भाँडा थोरै मात्र बाँकी थिए। ती भाँडाहरू गाढा रङका र गहुरुङ्गा थिए, असल मनोहरा माटोले बनेका र पुरानो तरिकाले पोलेका। उनलाई ती भाँडाको असली मोल थाहा थियो, त्यसैले सस्तोमा बेच्दैनथे। उनी तिनको रक्षा गर्थे। छिट्टै उपत्यकाभरि एक किसिमको चिसो त्रास फैलिन थाल्यो। यो केवल तिर्खा मात्र थिएन। प्रज्वलका चम्किला भाँडामा इनारको पानी भर्ने मानिसहरू खासखुस गर्न थाले। एक दिनपछि त पानीको स्वाद नै अनौठो हुन्छ। मेरो त धमिलो भइसक्यो, हेर त। एउटी आइमाईले आफ्नो छिमेकीलाई भाँडाको भित्री भाग देखाइन्। माटोमा चिप्लो लेउ जस्तो पत्र बसेको थियो। त्यसपछि बिमारी फैलियो। यो बिस्तारै सुरु भयो, एक अनौठो रोग जसले हाडसम्मै छुन्थ्यो। हातखुट्टा दुख्ने, पेटमा गाँठो परे जस्तो पीडा हुने र पानीले पखाल्न नसक्ने गहिरो थकाइ। साना नानीहरू र बुढापाकाहरू सबैभन्दा बढी पीडित भए। सधैँ हँसिली र फुर्तिली रहने मैती दिदी अब छाया जस्तै हिँड्न थालेकी थिइन्। उनको अनुहार चिन्ताले ढाकिएको थियो।
उनका आफ्नै छोराछोरी बिरामी थिए। ज्वरोले उनीहरूका साना शरीर तातेका थिए। उनीहरूले प्रज्वलबाट किनेका नयाँ भाँडाको मात्र पानी पिउँथे। सस्तो पाएकोमा खुसी भएर उनले 3वटा किनेकी थिइन्। अहिले डरले गहुरुङ्गो भएको मन लिएर उनी आफ्ना छोराछोरीको छेउमा बसिरहेकी थिइन्। धेरैले यो अफाप हो भनेर काने खुसी गरे। अरूले भने पानी नपरेकाले अदृश्य देवी देवता रिसाएका छन् भन्थे। उनीहरूले मन्दिरमा भेटी चढाए र छुटकाराको लागि प्रार्थना गरे। तर किशन गुरुले अर्कै कुरा देखे। उनका थोरै ग्राहकहरू जसले उनका पुराना भाँडा प्रयोग गर्थे सफा आँखा लिएर उनी कहाँ आउँथे। उनीहरू भन्थे उनीहरूको पानी चिसो र ताजा रहन्छ। किशनले चोक पारी कडा घाममा सुकाइरहेका प्रज्वलका भाँडाहरूलाई हेरे र उनको मनमा एउटा मौन भयानक सत्यले आकार लिन थाल्यो। एक साँझ जब आकाशमा चन्द्रमा पातलो टुक्रा जस्तो थियो, उनी शान्त चोक हुँदै हिँडे। उनले फोहोरको थुप्रो नजिकै फ्याँकिएको प्रज्वलको भाँडाको एउटा टुक्रा भेटे। त्यसलाई उठाएर आफ्नो पटुकामा घुसारे। उनी कसैले देखोस् भन्ने चाहँदैनथे। आफ्नो कार्यशालाको शान्त वातावरणमा उनले त्यो टुक्रा र गोप्य रूपमा ल्याएको प्रज्वलको अर्को एउटा भाँडो लिए। उनले त्यसलाई सबैले प्रयोग गर्ने त्यही हिलाम्य पानी भएको सामुदायिक इनारको पानीले भरे। त्यसको छेउमा उनले आफ्नै एउटा भाँडो राख्यो, गहिरो मनोहरा माटोले बनेको एक उत्कृष्ट भाँडो। उनले आफ्नो भाँडोलाई पहाडको अग्लो ठाउँमा रहेको पवित्र मूलको पानीले भर्यो, जुन मूल अझै सुकेको थिएन। त्यसपछि उनले आफ्नो काम सुरु गरे। यो हातको काम थिएन, बरु आँखा, नाक र जिब्रोको काम थियो। कैयौं दिनसम्म उनले हेरिरह्यो। उनी एक कुमाले थिए र उनलाई माटो र पानीको भाषा थाहा थियो। हरेक बिहान उनी दुवै भाँडाको बिर्को खोल्थे। उनको आफ्नो भाँडाको पानी चिसो र सफा रह्यो। त्यसबाट स्वच्छ माटो र ढुङ्गाको बास्ना आउँथ्यो। उनले एक सानो घुट्की लिन्थ्यो, त्यो शुद्ध थियो। त्यसपछि उनी प्रज्वलको भाँडोतिर फर्कन्थे। दोस्रो दिन त्यसबाट हल्का अमिलो गन्ध आउन थाल्यो। तेस्रो दिन पानी अब सफा थिएन, बरु धमिलो भयो र पिधमा मसिनो लेदो थिग्रिन थाल्यो। चौथो दिन उनले चाख्नु आवश्यक परेन, गन्ध खपिन सक्नुभयो र सतहमा पातलो चिल्लो पत्र तैरियो। तब उनले बुझे उनका बाबु र बाबुका पनि बाबुबाट सर्दै आएको ज्ञान पवित्र मूलको पानी जस्तै छर्लङ्ग थियो। प्रज्वलले प्रयोग गरिरहेको माटो गलत थियो। त्यो हतार हतारमा खोस्रिएका कम गहिरा खाडालहरूबाट निकालिएको थियो, जसमा नदीको लेदो मिसिएको थियो र अशुद्धताले भरिएको थियो। उसले छिटो पोल्नलाई लगाएको मधुरो आगोले त्यसलाई शुद्ध पार्दैन थियो। माटो आफैले पानीमा बिमारी घोलिरहेको थियो। चुपचाप हेरेर बस्ने समय अब सकिएको थियो। किशन गुरुले आफ्ना हातहरूलाई हेरे। जीवनभरि माटोलाई आकार दिएर जीवन्त बनाउँदा खैरा र ठेला उठेका हातहरू। त्यसपछि उनले आफ्नो कार्यशालामा बाँकी रहेका केही बहुमूल्य भाँडाहरूलाई हेरे, सफा पानीले भरिएका, उपत्यकाको अन्तिम आशाले भरिएका। तर उनीहरूलाई कसरी विश्वास दिलाउने? उनीहरू तिर्खा र डरले कमजोर भएका थिए। उत्तरका लागि आफ्नो खुट्टा मुनिको माटोलाई होइन, देवताहरूलाई हेर्ने मानिसहरू थिए। उनीहरूलाई सत्य कसरी देखाउने? उनीहरूको टुटेको समुदायलाई जोडेर राखेको अलिकति विश्वासलाई नटुक्र्याइकन भाँडाभित्र लुकेको सर्पलाई कसरी बाहिर निकाल्ने? सत्य बोल्दा उनीहरू बच्न सक्थे, वा यसले उनीहरूलाई छिन्न भिन्न पनि पार्न सक्थ्यो। उपत्यका झन गहिरो निराशामा डुब्यो। खडेरीले आफ्नो सबैभन्दा क्रूर रूप देखायो। गहिरा इनारहरू लगभग रित्ता थिए। तिनका ढुङ्गेका भित्ताहरूमा शून्यता गुन्जिरहेको थियो।
मानिसहरूले जसोतसो तानेर प्रज्वलका नयाँ भाडाहरूमा जम्मा गरेको अलिकति पानी पनि एकै दिनमा गन्हाउन थाल्यो। त्यो अनौठो बिमार अब डरको कानी खुसी मात्र रहेन, त्यो त हरेक घरलाई पिछा गर्ने महामारी बन्यो। केटाकेटीहरू सास फेर्न छटपटाइरहेका थिए, तिनीहरूका अनुहार फिका थिए र साना शरीरहरू ज्वरोले जलिरहेका थिए। तिर्खा र आफ्नै बिमारले कमजोर भएका उनीहरूका आमाबुबाहरू हेरिरहनु बाहेक केही गर्न सक्दैन थिए। त्रास एउटा नङ्ग्रा भएको हात झैँ थियो, जसले समुदायको मुटुलाई समातेको थियो। माइती दिदी आफ्नो कान्छो बच्चाको छेउमा घुँडा टेकेर बसिन्। सानो बालक कमजोर थियो, निप्दै गएको थियो। उसले त्यस बिहान आफ्नो भाडाको पानी पिउन मानेको थिएन, कपबाट मुख फर्काएको थियो। एउटा डरलाग्दो सोचले उनको मनमा जरो गाड्यो। उनी प्रज्वलले बेचेको पानीको भाडातिर दौडिन्। उनले बिर्को उठाइन् र एउटा दुर्गन्ध ह्वास्स आयो। उनले भित्र फोहोर धमिलो पानीमा हेरिन्। आफ्ना बच्चाहरूको पीडा, भाडाको दुर्गन्ध र पानीको अनौठो स्वादको सम्झना, यी सबै मिलेर उनको दिमागमा एकैछिनमा डरलाग्दो गरी सबै कुरा छर्लङ्ग भयो। यही डरको घडीमा जब बिरामीहरूको चित्कारले हावा भरिएको थियो, किशन गुरु आफ्नो शान्त कार्यशालाबाट बाहिर निस्किए। उनी त्यो कोलाहलको बीचमा शान्त भएर हिँडे। आफ्ना बलिया ठेला उठेका हातहरूमा उनले केही उत्कृष्ट पानीका भाडाहरू बोकेका थिए, ती विशेष भाडाहरू जुन उनले सुरक्षित राखेका थिए। हरेक भाँडो पहाडको अग्लो ठाउँमा रहेको लुकेको मुहानको सफा चिसो पानीले भरिभराउ थियो। उनी डराएका मानिसहरूको भिडको बीचबाट गए। उनी पहिले सबैभन्दा बिरामी केटाकेटीहरू कहाँ गए र त्यसपछि रोगी वृद्धवृद्धाहरू कहाँ। उनी माइती दिदी र उनको छोराको अगाडि रोकिए। उनले घुँडा टेके र एउटा सानो कपमा केही सफा पानी खन्याए। उनले त्यो बालकलाई दिए। बच्चाले पानी पियो। उसले फेरि पियो, गहिरोसँग नरोकिकन। त्यो चिसो तरल पदार्थ घाँटीबाट तल जाँदै गर्दा उसको अनुहारमा जीवन फर्किए झैँ भयो। फिकापन कम भयो। उसको सास स्थिर हुन थाल्यो। चोकमा हेरिरहेका मानिसहरूले एकैसाथ आशाको लामो सास फेरे। त्यो साझा आशाको आवाज थियो। माइती दिदीले आफ्नो छोरालाई हेरिन्। दिनौपछि पहिलो पटक उसलाई साँच्चै देखे झैँ गरी र उनको शरीरमा एउटा प्रचण्ड शक्ति भरियो। उनी जुरुक्क उठिन्। यो भाडाहरूले गर्दा हो। उनको आवाजले शान्त कानेखुसीलाई चिरिदियो। उनले काँपिरहेको औँलाले प्रज्वलको पसलतिर देखाइन्। उसलाई थाहा थियो, किशन गुरुलाई थाहा थियो। ती शब्दहरू चोकमा एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिए। सहरका भद्र भलादमीहरू जम्मा भए। उनीहरूका बुढा अनुहारहरू चिन्ताले भरिएका थिए। उनीहरूका आँखाहरू जवाफ खोजिरहेका थिए। माइती दिदीबाट चुपचाप रहेको प्रज्वलतिर र अन्तमा किशन गुरुतिर हेर्दै। किशन गुरु नम्र तर दृढ भएर उभिए। उनले आफ्नो लामो समयदेखि लुकाएको रहस्य बताए। उनले उनीहरूलाई त्यो पवित्र मुहानको बारेमा भने, एउटा सानो जीवन रेखा जसलाई उनले सबैभन्दा कठिन समयको लागि जोगाएर राखेका थिए। उनले भने कि त्यसको शुद्ध पानी उनको शुद्ध मनोहरा माटोले मात्र अड्याउन सक्थ्यो। उनले आफू पर्खिएको कुरा बताए। उनी त्यो बेलासम्म पर्खिए जबसम्म उनीहरूको निराशा यति ठुलो होस् कि उनीहरूले अन्ततः सुन्नेछन् कि उनीहरूले माटोभित्रै रहेको गहिरो पाठ बुझ्नेछन्। उनी त्यहाँ गए जहाँ प्रज्वलको माटोको भाँडाको एउटा फुटेको टुक्रा धुलोमा लडिरहेको थियो। उनले त्यो टिपे। उनले भद्र भलादमीहरूलाई सत्य कसरी देख्ने भनेर देखाए। उनले आफ्ना औँलाहरूले एउटा टुक्रालाई धुलो बनाए र राम्ररी नपकाइएको माटोभित्रको गन्हाउने किरकिर लाग्ने अवशेष देखाए। त्यसपछि उनले उनीहरूलाई आफ्नै मनोहरा भाँडाको एउटा टुक्रा दिए। उनले उनीहरूलाई त्यसको चिल्लोपन महसुस गर्न, त्यसको सफा इमानदार बनावट हेर्न सिकाए। प्रज्वल, जो चोकको प्रिय बनेको थियो, उदाङ्गो भएर उभियो।
उसका काँधहरू झुकेका थिए, उसको अनुहार गहिरो लाज र बर्बादीको मुखौटो बनेको थियो। उसले बिरामी केटाकेटीहरू र सस्तो फुटेका भाँडाहरूतिर हेर्यो। तब उसले बुझ्यो कि छिटो नाफाको खोजी, पुराना तरिकाहरूको अज्ञानता र अशुद्ध माटोको प्रयोगले उसैका मानिसहरूलाई विष दिएको थियो। किशन गुरुले घमण्ड देखाएनन्। उनले आफ्नो वरपरका अनुहारहरूलाई हेरे, उनीहरूको नयाँ बुझाइलाई हेरे। उनले मानिसहरूलाई नजिक भेला गराए। उनले उनीहरूलाई शुद्ध माटो, सिपालु हातहरू र इमानदार उद्देश्य बीचको पवित्र बन्धनको बारेमा सिकाउन थाले। उनले एउटा भाँडालाई हेरेर सस्तो नक्कलबाट सत्य छुट्याउन सिकाए। मानिसहरूले जसका आँखाहरू भर्खरै खुलेका थिए, उनीहरूलाई त्यसबेला केवल एक कुमालेको रूपमा मात्र देखेनन्। उनीहरूले किशन गुरुलाई उपत्यकाको अटल संरक्षकको रूपमा देखे। उनको इमानदारी सबैभन्दा अँध्यारो घडीमा उनीहरूको जीवन रेखा बनेको थियो। त्यस दिनदेखि प्रज्वलको त्यो प्रसिद्ध पसल उजाड भयो। उसका खाली दराजहरू लोभको मूल्यको कठोर सम्झना बनेर रहे र किशन गुरुको त्यो सामान्य चक्र, जुन अब अस्तित्व र नवीकरणको प्रतीक बनेको थियो, फेरि घुम्न थाल्यो र भक्तपुरको भविष्यलाई अटल शुद्धता र स्थायी विश्वासका भाँडाहरूमा आकार दिन थाल्यो।